हेलो एभ्रिवान। कति केटीहरूको केक हेर्नुहुन्छ है। आज चाहिँ बोइजको लागि चाहिँ म त केक बनाउनु गइरहेको छु है। लास्टसम्म हेरिदिनुहोस् त, राम्रो हुन्छ डिजाइन हो। यो चाहिँ म ब्लू कलरमा बनाउँदैछु। ब्लू यसले चाहिँ जेल कलर हो, न्युट्रल जेल भन्छ यसलाई। यो जेल कलरले चाहिँ म डेकोरेसन आज नयाँ तपाईँहरूलाई म देखाउने छु। यसलाई चाहिँ यसरी यहाँनिर साइडबाट यसरी झार्नुपर्छ। बिस्तारै झर्छ यो आफै। अहिले बेसी पातला बनायो भने फेरि बेसी अहिले तल पुग्छ कि झरेर। अहिले यो बिस्तारै झर्छ। र तपाईँहरूलाई म एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि यस्तो यस्तो कस्टमर आउँछ कि कोही बेला। अब भोलि केक चाहिएको छ भने अब आज अर्डर दियो भने म हुन्छ आज भरे बेलुका बनाइदिन्छु ल भन्दाखेरि चाहिँ होइन बासी हुन्छ भोलि नै बनाइदिनु नि भन्नुहुन्छ हो। भरे बेकरीतिर गएर चाहिँ 10-15 दिन है, हप्ता दिन पुरानो केक पनि ल्याएर काट्नुहुन्छ। त्यसो त अब हामी होम बेकरले त है, सबै म मात्रै भनेको होइन, सबै जसले यसरी होम बेकरी चलाउनुहुन्छ या अरू पनि बिजनेस जसले गर्नुहुन्छ है, हामीले यसरी बनाएको त एकदम क्लिन हाइजेनिक है, अनि विदाउट केमिकल बनाएको हुन्छ। अहिले मेरो त यहाँ घरमा आएर हेर्दा पनि हुन्छ कि एउटा केही केमिकल युज हुँदैन है यो केकहरूमा। तर बेकरीमा त हामी देख्दैन नि त कस्तो कस्तो केमिकल युज भएको हुन्छ। अन्त हाम्रो यो यसरी बनाएको केक चाहिँ तपाईँ 1 हप्ता राखेर खानुभयो भने पनि केही फरक पर्दैन, बिग्रिँदैन पनि, टेस्ट पनि खराब हुँदैन। तर है बेकरीतिर बनाएको केक त अब कहिले बनाएको हामीले देखेको पनि हुँदैन है। त्यही भएर तपाईँहरू सपोर्ट गरिदिनुहोस्। कुरा चाहिँ त्यस्तो छ है। केक पनि अन्तिममा आउन आँट्यो, सकिन आँट्यो। यसको डिजाइन हेर्नुहोस् लास्टसम्म। यो चाहिँ बोइजहरूको लागि हो है। कति गर्ल्सको मात्रै देखाउनु, तपाईँहरूलाई पिङ्कहरू मात्रै देखाउनु भनेर चाहिँ आज चाहिँ यो बोयको एउटा सानो नानीको बर्थडे रहेछ है, अर्डर दिनुभएको थियो छोरा नानीको। त्यसको बर्थडे केक चाहिँ मैले यहाँ बनाउँदैछु ल। यो लगभग कम्प्लिट पनि भयो, त्यस्तो केही झमेला काम थिएन यसमा। केक चाहिँ कम्प्लिट भइसकेको छ है, तपाईँले हेर्न सक्नुहुन्छ।